साथीहरु हामी त्यो तलको बीचको डाँडा भन्दा तल आज हामी जगते खोला जाने तयारीमा छौं साथीहरु। एकदम रमणीय ठाउँ छ साथीहरु, यहाँ हेर्ने लायक छ। हामी जाँदै छौं, के कस्तो हुन्छ यहाँको विशेष भिडियोहरु हामी तपाईहरुलाई देखाउने छौं। हेर्दै गर्नुहोस्, आउनुहोस्। ब्याक माई युट्युब च्यानल। हामी चाहिँ यति बेला छौं जगटे भन्ने ठाउँमा, हाम्रो सुनिल बराइली दाजुको खेतको छेउछाउमा छौं। खेत कता छ भन्ने कुरा देखिन छोडिसकेको छ। अब ठाउँ चाहिँ रमाइलो छ। आज हामी घुमघाममै छौं हैन। यो सुनिल दाइले मलाई बोकेर हिँडाल्ने ठाउँ हो। यो चाहिँ गोरु लिएर हिँड्ने गौडो रहेछ भन्छन् है। एकदम रमाइलो ठाउँ छ। आज पौडी खेल्न पर्यो भनेर यसो झरेको है। यो चाहिँ हाम्रो एउटा टुरिस्ट छ, आज जगटे घुम्न आएको टुरिस्ट छ। एकदम रमणीय ठाउँ छ साथीहरु। हामी चाहिँ त्यहाँ तल चाहिँ खोलो छ हैन, त्यो खोलामा चाहिँ हामी पौडी खेल्ने प्लानमा छौं। हाम्रो एउटा यो चाहिँ पौडी खेल्ने यो टुरिस्ट घुमाउने टुरिज्म हो। यो चाहिँ हामीले अब डोलुमा लिएर आएको छौं। त्यसलाई चाहिँ बनाएर अब च्याप्प यसले भुटुका पातमा खानुपर्छ दाइ भनेको छ। रमाइलो ठाउँ छ, जमलिया खानी भन्छ। गाउँको चाहिँ घरमा बनेको प्योर चिज है। कस्तो रमाइलो ठाउँ छ, सत्लक्क ल साथीहरु। ल गाइज आज चाहिँ हामी यता यो जगटेको खोलामा पौडी खेल्न आइसकेका छौँ गाइज। यता चाहिँ हामी हाम्रो सुनिल माइलो भएको ठाउँ हो र यता चाहिँ हामी अगाडि देखाउँदै जान्छु तपाईलाई के छ र खोला पनि देखाउँछ हामीले तपाईलाई। यता चाहिँ हाम्रो अगाडि एउटा बाबुराम दाइ हिँडिरहनु भएको छ टक्क भुटुकको पात लिएर। र आउनु गाइज, आउनु हेर हामीले देखाउँछौँ तपाईलाई के छ। आउनु, लेट्स गो। त्यहाँ डेफाले नि हामीलाई चड्काइदिइसकेको छ गाइज। र हामी अगाडि खोलातिर बढिरहेका छौँ गाइज, खोलातिर बढ्दैछौँ। त चलो गाइज, यता चाहिँ हामी खोलामा आइसकेको छ रमा। त अब थोरै अगाडि बाँकी छ, अब आउनु होला तपाईलाई देखाउँछौँ हामीले। जगटे खोलामा को आउनु भएको छ लाइक कमेन्ट सब्स्क्राइब सब गर्नु होला र आएको मान्छेले म आएको छु भनेर कमेन्ट गर्नु होला। सो गाइज हामी चाहिँ आइसकेका छौँ जगटे खोलामा। मेरो जत्रै हाइटको खोला छ यो त, मेरो जत्रै हाइटको खोला छ, मेरो जत्रै म हेल्ने कि गाइज हामी चाहिँ आइसकेका छौँ जगटे खोलामा। निकै अप्ठ्यारो हामी विशेष गरी हामी चाहिँ ट्राइपड ल्याउन पर्ने छ। ओके ल तपाई बोल्दै गर्नु त म तपाईसँग कपडा छोड्छु न। हामी चाहिँ फाइनल्ली हैन टक्क कुकुर सहित वनमा चट्ट घुम्न आइए। यो झोलामा चाहिँ हामीले टक्क नास्ता सास्ता राखेका छौं। यो डोलु सोलु टक्क बाबुराम डोलु देखाइदिए नास्ताको डोलु देखा त बाबुराम। टक्क यो डोलुमा चाहिँ हामीले टक्क नास्ता ल्यायौं। यो नास्ता चट्ट हामीले अब मिलेर चट्ट यो नास्तालाई टक्क हैन चटपट बनाएर खान्छ। खोलेर देखाउनु होला। यो घिउको बास्ना आउँछ भनेर चाहिँ हामीले खोलामा टक्क घिउ लिएर आएर हैन। फाइनली हाम्रो बेटा चाहिँ अब हाम्रो हामी चाहिँ यो भतिज चाहिँ हाम्रो छोरो भतिज चाहिँ यहाँ पौडी खेल्न जाँदैछ। टक्क लाएर फाइनल यो जान्छ। यो फेरि स्विमिङ को एकदम डेन्जर केटा हो हैन।
फेरि पानी खाएर पिक्ली पिक्ली गर्ला व्यवस्था होला नि त्यो टक्कै खोलाको दृश्य देख्न सक्नुहुन्छ एकदम राम्रो हो के भन्नु मजाले हामी आज चाहिँ खोलाको दृश्यसँग रमाएका छौँ यो प्राकृतिक प्रकोपसँगै देखेपछि सानोलाई झुरुलुक यसै मन हुन्छ लुका यो चाहिँ पहिला चाहिँ एकदम राम्रो झरना थियो अहिले चाहिँ यो झरना अहिले एकदम कम भइसकेको छ यहाँ हामीले पहिला चाहिँ एकचोटि सुनिल दाइ र म चाहिँ 2 भाइ आएको थियौँ चट्ट यस्तो रमाइलो भयो यो त भिर खतरा छ एकदम भिर देख्न सक्नुहुन्छ अब हामीतिर बाउछोरा हेर्नु त कस्तो गाईजहरू बाउछोरा पौडी खेलेको बाउछोराको जुट्टी कसरी पानी खानु र ठुलो भयो कि भरत दाइ भरत दाइलाई र ठुलो भइरह गर्मी धेरै बढो मायालु पौडी खेल्न जाम ओ चितम बाउछोराको जुट्टी मा छोरा थापिनु न हो त छोरामा छोरा थापिनु न माथि झलीको तिम्रो याद झलीको हिमाल भन्दानी झलीको तिम्रो याद झलीको हिमाल भन्दानी कि मायाले भवन हे सुर्तीमा मार्दै गयो जवाना कति गइरहेको बहानी फाइनली साथीहरु हामी आज जगटेबाट घुम्दै घुम्दै चाहिँ अहिले हामी धनखन्ने निक्लिन लागेको अवस्था छ आज सारै घुमियो जंगल घुम्ने आज ठुलो इच्छा थियो करिब 12-15 वर्षपछि म साथीहरु यो धनखन्ने भन्ने ठाउँमा आइपुगेको छु यस्तो रमणीय ठाउँमा हामी आज जगटे खोलामा पुगेर आइयो हामी चाहिँ घरमा आइपुग्यौं हैन छोरो चाहिँ घरमा आएर गेम खेल्दै छ हामी मजाले पौडी खेलेर रमाएर आइसक्यौं भेटौँला अर्को भिडियोमा टेक केयर बाइ बाइ के भन्नु छ अर्को भिडियोमा भेट्छौं हामी हैन अर्को भिडियोमा हामी भेट्छौं र म खेलेको गेम लास्टै राम्रो छ यो गेमको नाम फ्री फायर हो र प्ले स्टोरमा गएर इन्स्टल गर्नु होला बाइ बाइ